त्यो ढोका मान्छेलाई सिबी दिएर हिँडेर त्यो मान्छे आफै काम गरिरहेको मान्छेलाई सिबी दिएर उसले त लर हालिदिन्छ किनभने त्यो सिबी लर साउला दिने अन्त उसको आफ्नै जागिर जान्छ त भोलि अर्को मान्छे आने ऊ सिफ्ट हुँदैन त एक्सपिरियन्स हुनुपर्छ नि त डिमान्ड के छ त्यो अनुसारको सिबी तयार गरेर हाल्यो भने काम चाहिँ पाउँदैन अनि अनेस्टी नेपालीहरूको हाम्रो चाहिँ पूर्व साथीहरूले धेरै कम्पनीमा काम गर्नुभएको छ नेपालीहरूको चाहिँ वर्किङ यो सेक्टरमा चाहिँ मेहनती हुन्छन् भन्ने छाप चाहिँ अहिलेसम्म मान्छेलाई चाहिँ उहाँ नेपाली नै होइन यो स्पेनिस हामी कुनै पनि रूपले होइन नि त पासपोर्ट दिने यिनीहरूले चाहिँ हरेक तरिकाले जोड्ने अनि केही बेच्न लाग्यो भने ट्याक्स जानु नदिने यिनीहरूले चाहिँ नेपालले चाहिँ गएको मान्छेलाई फर्किनु नदिने त्यसै भएको एकदमै मान्छे अलिकति त्यहीँ इस्टाब्लिस भएको मान्छेलाई त नेपाल त स्वर्ग छ नि विदेश यो नेपालको मात्रै समस्या होइन गाउँ खाली भएको स्पेनकै पनि समस्या छ नि देख्नुभयो गाउँमा आउनुहोस् बस्नुहोस् पैसा दिन्छौँ भन्छन् नि सबै गाउँ छोडेर यहाँ सिटीमा आउँछन् नेपालको मात्रै समस्या होइन त्यो गाउँ खाली हुने तर नेपालको त सहर पनि खाली हुन्छ Supported by Sarah Vicente Paz and Bar, authentic Nepali and Spanish cuisine, Barcelona, Spain.